हेलो गाइस आज म चाहिँ मेवा तास्ने अनि अङ्गुर धोएर खाने आज म खाजा मेरो यही नानी र मलाई घरमा बाबु र मेरो चाहिँ खाजा यस्तै छ है गाइस। हजुरहरूले के खानुभयो? म त यस्तै खाँदैछु, राख्दैछु। अब चाहिँ तासिसकेर मेवा स्याउरातै पहेँलै केरा भन्छ नि, तर मेवा चाहिँ पहेँलो है। तासिसके अब धुन्छु। अनि खाने आस काटिसके, काट्दैछु। अब यसलाई पुरानो गायिका कवितालेको गीत याद आयो क्या। मेवा दाना टुप्पैमा फलेको पत्तै पाइन यो जवान डालेको नरौ मायालु उठी खड्काटाउँ बसी खड्काटाउँ बसी खड्काटाउँ चिठी खसालाउँ माया बसालाउँ। हस्, धन्यवाद। अब यो यति कतिजनाले खाने भन्ने होला हजुरहरूलाई। यो चाहिँ हामी 3-4जनाले खान्छौँ। नानी अनि छोरी नानु अनि म अनि 3-4जनालाई खाजा यति खाएर पनि हेरिहाल्नु। मिठो रहेछ। मिठो गुलियो रहेछ।